ज्यू र उपस्थित साथीहरू आम जनताहरूलाई म अभिवादन गर्न चाहन्छु। श्रमिकलाई म स्मरण गर्न चाहन्छु। श्रमिक भनेको यो आफ्नो श्रम गरेर खाने मान्छेहरू, वकिल, प्राध्यापक, विद्यार्थी, ड्राइभर, पाइलट सबैलाई श्रमिक भनिन्छ। तर खास श्रमिक भनेको मार्क्सवादलाई बुझेको र आफूले श्रम गरेर पनि समाजलाई परिवर्तन गर्न सक्ने खालको मान्छेलाई हामी श्रमिक भन्छौँ। म त्यतिभन्दा बढी भन्न चाहन्न। र अहिले सरकारलाई चाहिँ जातसँग तुलना गरिएको छ, ल धिक्कार भनेको छ, त्यसपछि गएर आगोसँग खेल्नु हुँदैन भनिएको छ, र कुम्भकर्णसँग तुलना गरिएको छ, के अरे छाती नभएको सरकार भनिएको छ, र भारतीय विस्तारवादको विरोध गरिएको छ। धेरै धोका जनताले पाएको भन्ने कुरा आजको कविताले भनेका छन् भने आजको प्राप्ति भनेको यो संयुक्त हाम्रो इतिहासमा 3टा जिल्लाको कार्यक्रम छ। श्रमिकलाई सम्मान गरिएको छ, अनि आम जनतालाई अवसर दिएको छ। युद्धप्रसाद मिश्रका कविताहरू यहाँ उद्धरण गरिएको छ। यो ऐतिहासिक बनेको छ। र यसको विशेषता साझा बनेको छ, अति संक्षिप्त बनेको छ, श्रमिक बीच गएको छ। र यो अत्यन्त कम्युनिस्ट लेखकहरूको लागि यो कार्यक्रम आजको इतिहासमा सबैभन्दा ऐतिहासिक बन्न पुगेको छ। अब म यसपछि तपाईहरुलाई सुझाव के दिन चाहन्छु भने आफ्ना रचनाहरू चाहिँ परिष्कृत गराउनुस्। र अन्तमा अहिले जुन दरबार राजा ज्ञानेन्द्रलाई फर्काउने अभियान नेपालभर चलिरहेको छ, र तस्करहरूले उनलाई बैंक ठगहरूले अनि हिजो काला कर्तुत गर्नेहरूले, हिजो काण्ड मचाउनेहरूले आज राजालाई फर्काएर गणतन्त्रको विपक्षमा गणतन्त्रलाई चाहिँ धार्यात लगाउँदै गणतन्त्रले केही दिएन भन्ने जुन एउटा धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन्, त्यसमा तपाईँ जनताहरू, यो कर्णाली प्रदेशमा खास गरेर सुर्खेतका जनताहरू त्यसमा स्पष्ट हुनुहोला। र नेपालको दरबारले पृथ्वीनारायण शाह र बहादुर शाह बाहेक अरू कुनै पनि राजाले नेपालको हित गरेका छैनन्, त्यसमा तपाईँहरू स्पष्ट हुनुहोला। सुरेन्द्रले रणबहादुर शाहले त्यस्तै गरेका थिए, सुरेन्द्रले त्यस्तै गरेका थिए, त्रिभुवनले नेपालको पैसा बाहिर लगेका थिए, महेन्द्रले नेपालको पैसा भइहाल्छु बाहिर लिएका थिए, वीरेन्द्रले पनि त्यसलाई बाहिर लिएका थिए, र ज्ञानेन्द्रले झन् अन्तिम समयमा धेरै मान्छे लगाएर धेरै मान्छे मारिसकेपछि विस्थापित भएको छ। राजाले आफ्नो सत्ता आफै सोही छाले छोडेका थिएनन्। यो भ्रम थियो। यो भ्रममा तपाईँहरू बस्न आवश्यक छ भन्दै म अन्तमा श्रमिकको श्रम धरती हो, आकाश हावा र फुलहरू, माउरी श्रमको भाषा, सत्य यथार्थ स्थूलहरू, ऊर्जा प्रेरणा दिशा अंकुर भूमि प्रस्फुटन, स्वस्थता प्रतिष्ठा आशा, सभ्यता लोक जीवन, श्रम अभिभावक हो लट्ठी सहारा प्रतिबिम्बन। यति भन्दै मैले भर्खरै लेखेको कविता गर्दै म बिदा हुन चाहन्छु र कार्यक्रम सकिएको पनि तपाईँलाई घोषणा गर्न चाहन्छु। अन्त्यमा यो यसलाई ताली बजाइदिएर, यो जुलुसलाई ताली बजाइदिएर श्रमिकहरूको एउटा स्वागत गरिदिन म हार्दिक अनुरोध गर्दै म बिदा हुन चाहन्छु। ल आउनु, धन्यवाद।